गाइस, आज म हजुरहरूलाई नेपाली स्टाइलमा कसरी फिस करी बनाउने, कसरी माछाको झोल बनाउने भनेर सिकाउँदैछु। सरी नेपाली स्टाइलमा त कहाँ भन्नु, सबै ठाउँमा चाहिँ डिफ्रेन्ट हुन्छ। मेरो घरमा कसरी पाक्छ भनेर सिकाउँदैछु है। खासै म ओइल प्रिपेयर त छैन, अब यसो भिडियो बनाऊ भनेर कति मेरो कन्फिडेन्स लेभल चेक गर्नको लागि चाहिँ भिडियो बनाउँदैछु होइन। यो चाहिँ मेरो प्र्याक्टिसको लागि मात्रै हो, त्यही भएर नराम्रो कमेन्ट नगरिदिनु होला साथीहरू। सुरुमा चाहिँ मैले कराई बसालेर तेल राखेँ, अनि त्यसपछि चाहिँ तेललाई अलि हिट हुन दिएँ होइन। तेल अलि गर्मी भएपछि अलि तातिएपछि चाहिँ मैले अरू मरमसलाहरू राख्छु। सुरुमा के चिज चाहिन्छ त्यो म भन्दैछु है त। सुरुमा चाहिँ प्याज चाहिन्छ, त्यही भएर प्याज मजाले चप गरेको प्याजहरू चाहिन्छ। अनि पछि त्यसलाई मजाले भुट्ने हो होइन। म चाहिँ खासै भिडियो बनाउँछु भनेर चाहिँ होइन, भिडियो बनाउँछु भनेर त त्यही अनुसारले डेकोरेसन गरेर अथवा त्यो ओइल प्रिपेयर भएर मजाले होइन प्याजहरू मजाले काटेको सबै स्टेप बाई स्टेप प्रोसेस देखाउँथेँ होइन। त्यही खासै बनाउँछु भनेर त होइन, तर खै त कसरी गर्दा रहेछन्, कसरी भिडियो बनाउँदा रहेछन् भनेर त्यो मैले बोल्न सक्दो रहेछु कि सक्दो रहेछु भनेर चाहिँ प्र्याक्टिसको लागि गरेको हो। त्यही भएर सुरुमा चाहिँ 3टा प्याज राखेको थिएँ, ठिकठिकैको थियो, धेरै सानो पनि होइन ठुलो पनि होइन। 3टा प्याज राखेर अनि मजाले चलाएँ होइन। तेलमा राखेर अलि ब्राउन हुने बेरसम्म चाहिँ चलाउनु पर्छ, नत्र भने डढ्यो भने मिठो आउँदैन। अनि मजाले सबै एकै नासको हुने गरेर चाहिँ चलाइराख्नुपर्छ। जति चलायो त्यति राम्रो भयो नि त, नत्र भने तल डढ्यो भने अलि स्मेल आउँछ होइन, डढे जस्तो। त्यही भएर चाहिँ मैले मजाले चलाइराखेको छु हिटमा। अनि यसरी हेर्नुहोस् त, त्यसले चाहिँ आफ्नो पत्र छोड्यो होइन। त्यो भनेको अलि मजाले तात्यो भन्ने बुझ्नु पर्यो। त्यही पनि मैले चलाइछु, अलि ब्राउनिस नहुने बेरसम्म चलाउँछु। अनि त्यसपछि मैले चाहिँ लसुन प्याजको पेस्टहरू राख्छु, टमाटरहरू राख्छु स्टेप बाई स्टेप। मलाई एडिट गर्न आउँदैन, त्यही भएर मैले फर्स्टमै भनेछु होइन। त्यही भएर अब मैले यो एडिटिङ कसरी गर्ने हो त्यो पनि युट्युबमा हेरेर सिक्नु पर्ला। त्योभन्दा अगाडि आज बनाउँदा चाहिँ खासै मैले त्यो युट्युब चाहिँ हेरेन, खासै आफ्नै पाराले पकाउन लागेको साथीहरू होइन। अब मजाले चलाइराखेको छु जबसम्म गोल्डन कलरको भन्दा नि खैरो कलरको हुँदैन त्यति बेरसम्म चाहिँ चलाइराख्छु। अब चाहिँ सायद हुन लागे जस्तो छ है। यो भोइस ओभर चाहिँ मैले पछि गरेको नि त, त्यही भएर चाहिँ मलाई चाहिँ पकाउँदै बोल्न आउँदैन कि, एकै ठाउँमा कन्सन्ट्रेट गर्नुपर्ने हुन्छ। पकाउँदै यस्तो गर्दैछु भनेर स्टेप बाई स्टेप गरे त मजाले सजिलो त हुन्थ्यो होला साथीहरू होइन। तर त्यस्तो गर्न चाहिँ के पो हुन्छ क्या, हुँदैन मेरो चाहिँ। त्यही भएर चाहिँ मैले भोइस ओभर गर्दैछु। अब एडिट गरेर ठ्याक्कै स्टेप बाई स्टेप गरेको भए हजुरहरूलाई पनि सजिलो हुन्थ्यो होला, तर मलाई चाहिँ एडिट गर्न खासै आएन, फर्स्ट भिडियो हो। त्यही भएर मैले चाहिँ आफ्नै तरिकाले राखेको छु होइन। पकाउन पनि ठ्याक्कै 12 मिनट लागेको रहेछ होइन। सबै चिज प्रिपेयर काटकुट पारिसकेपछि कराई बसालिसकेपछि 12 मिनटमा पाकेको रहेछ पाक्न त। यो चाहिँ सब एडिट नगरिएको भिडियो हो है साथीहरू। अब एडिट गर्न पनि बिस्तारै सिक्नु पर्ला, त्यस्तो गरेपछि भिडियो अलि इन्ट्रेस्टिङ पनि हुन्छ होइन। अब हेर्नुहोस् त साथीहरू, बोल्दा त्यो प्याज पनि रातो गोल्डन कलरको। अब यो गोल्डन कलरको भइसकेपछि अब मैले पिसेर राखेको चाहिँ प्याज लसुन अदुवा खुर्सानी छ अलरेडी पिसेर राखेको, त्यही राख्दैछु है। अब त्यो राखिसकेपछि मजाले चलाउने, मसलाहरू चाहिँ सबै ठाउँमा मजाले मोलियोस् अनि मजाले पाकोस् होइन। तेल सबै ठाउँमा तेल लागोस्, त्यस्तो गर्दा चाहिँ टेस्ट मजाको आउँछ कि। स्मेल कस्तो राम्रो आयो, हासिन कति राम्रो आयो कि यो लसुन पाक्दै गर्दाखेरि होइन। मलाई चाहिँ यो लसुनको स्मेल चाहिँ तेलमा अथवा घिउमा जसमा पुऱ्याए पनि लास्टै मनपर्छ, लसुन र खुर्सानी पड्काएको। त्यही भएर अहिले पनि फिल गरिराखेको छु कि हेर्नुहोस् न कस्तो मजाको कलर देखियो, कन्सिस्टेन्सी कस्तो मजाको देखियो। अब मैले चाहिँ काटेको 3टा टमाटर काटेको थिएँ होइन, लोकल टमाटर हो। यो चाहिँ मजाले पाक्छ के।
अनि काटेर चप गरेर हैन राखेँ। अब त्यो मसला पाक्यो भन्ने जस्तो भएपछि चाहिँ मैले यो टमाटर राखेँ। अब टमाटरलाई पकाउनको लागि चाहिँ नुन हालेपछि छिटो पाक्छ हैन त साथीहरू, त्यही भएर अब सायद नुन राखौँ। ग्यासहरू मिडियम फ्लेममा छ, मजाले पाकिरहेको छ हैन। लो फ्लेममा गरे पनि पाक्न एकदम टाइम लाग्ने के साथीहरू, त्यही भएर मलाई चाहिँ झ्याउ लाग्छ। त्यही पनि सकेसम्म हाई नै राख्छु होला धेरै जसो चाहिँ। अब घरिघरि पकाऊँ न त भनेर जाँगर चलेको बेला चाहिँ लो फ्लेममा नि पकाउँछु, तर धेरै टाइम कन्ज्युम गर्दै गर्छ अनि मलाई चाहिँ लास्टै झ्याउ लाउँछ के त्यस्तो चाहिँ। अब हेर्नुहोस् मैले सबै मसलाहरू राखिसकेपछि त्यो टमाटरहरूलाई चाहिँ मजाले घोड्दैछु हैन, तेलमा मजाले पाकोस् भनेर। हेर्नुहोस् त साथीहरू हैन, अब मैले ग्यास लो बनाएँ, मिडियममै छ हैन। अब मैले चाहिँ यसलाई चाहिँ मजाले चलाउनु पर्यो। चलाइसकेपछि टेस्ट मजाको आउँछ अनि स्मेल मजाको आउँछ। मलाई चाहिँ यो प्याज लसुनको फुराएको चाहिँ लास्टै मनपर्छ कि तेलमा, जब ब्राउनिस कलरको हुन्छ नि त्यसले निकाल्ने सेन्ट चाहिँ लास्टै मनपर्छ। अब यो टमाटर गलाउनको लागि मैले चाहिँ नुन राख्दैछु हैन। त्यस्तो गर्दाखेरि मसलाहरू टमाटरहरू चाहिँ छिटो पाक्छ, छिटो गल्छ। अनि सँगसँगै मैले बेसार राखेँ हैन। अब बेसार राखिसकेपछि अहिले राखेपछि पाकिराख्छ नि त, त्यही भएर मैले चाहिँ अहिले तेलसँगै पकाइदिन्छु। अब लो फ्लेममै छ, अब बिस्तारै आफ्नै आँचले पाकिराख्छ हैन। लो फ्लेममा पाकेको मिठो त मिठै हुन्छ हैन। अब त्यसै गरी साथीहरू हेर्नुहोस् त, मैले मसला राखेँ 1 चम्चा। यो चाहिँ लसुन र के अरे जिरा र धनियाँको, अनि पछिल्लो चोटि राखेको चाहिँ गरम मसला हो है साथीहरू, कन्फ्युज नहुनु होला। अब चाहिँ त्यो सबै मर मसलाहरू लगभग भयो भनिसकेपछि चाहिँ मजाले चलाउँदाखेरि हेर्नुहोस् न कस्तो राम्रो कन्सिस्टेन्सी देखिन्छ कि, अहिले खाम जस्तो खालको हैन। कस्तो ग्रेभी के कस्तो दामी भयो नि मसलाहरू पाकेपछि, हेर्नुहोस् न कन्सिस्टेन्सी कस्तो दामी बवाल भयो। अब मैले आफ्नै लो फ्लेममा पाक्न दिइराखेको छु। हेर्नुहोस् त मसलाहरू त्यो गजगज तेलमा पाकिरहेको छ। बेला बेलामा मैले चेक पनि गरिरहेको छु, किन भन्दाखेरि मलाई चाहिँ त्यो स्टिल भएर भन्नाले त्यो ठिङ्ग उभिन मन झ्याउ लाउँछ। अनि त्यही भएर घरिघरि त्यो हात चलाइराख्नु पर्यो, अनि त्यो घरिघरि चलाइछु। हेर्नुहोस् त साथीहरू, मैले के नै पकाएँ जस्तो गरेर चलाइ नै छु। त्यो मसलालाई उल्टाइ पल्टाइ गरिरहेको छु, मजाले पाक्न दिइराखेको छु लो फ्लेममा हैन। यस्तो गर्दा चाहिँ टेस्ट एकदम मिठो हुन्छ कि लो फ्लेममा पकाउन त, तर अलि अल्छी लाग्छ भन्ने कुरा मात्रै हो। अब मसला लगभग पाके जस्तो भयो हैन। मसला लगभग पाके जस्तो भइसकेपछि यसमा तातो पानी तताएको राख्यो भने छिटो पाक्छ, नत्र भने पनि चिसो पानी राखे पनि केही भएन, बोइल हुँदै गर्छ। तातो पानी राखेपछि छिटो हुन्छ भन्ने कुरो हो। मैले हेर्नुहोस् न साथीहरू, मैले चाहिँ लो फ्लेममा राखिदिएको छु, आफ्नै गतिले आफ्नै उसले पाकिराख्छ। बेला बेलामा चाहिँ मलाई चलाइराख्नु पर्दो रहेछ है। अहिले भोइस ओभर गर्दा यो भिडियो हेर्दा हाँसो लागिरहेको छ, मैले मजाले चलाइरहेको रहेछु हैन। नचलाएको भए सायद डढ्न पनि डर्थ्यो होला, तर मेरो बानी चाहिँ यो तरकारी बसाल्यो भने जे चिजलाई पनि चलाइ गर्ने भने कुनै चिजलाई चाहिँ नराम्रो हुन्छ कि, जस्तै माछाहरू टुक्रिन्छ नि त यसरी चलाइ गर्दा। मैले लगभग धेरै जसो तरकारीहरू पकाउँदा यस्तै गर्छु। अब त्यो मसलाहरू पाकिसकेपछि तातो पानी मैले खनाइदिएँ हैन। यो भिडियो बनाउँदाखेरि अलि स्टेप बाइ स्टेप देखाउन पाइएन, त्यही पनि मैले मुखैले भन्दैछु हैन। तातो पानी राखेको मैले यसमा, त्यो अघि पाकिरहेको गजगज पाकिरहेको मसलामा चाहिँ तातो पानी राखेको हो। नानी उठेर चाहिँ फेरि भोइस ओभर गर्न पनि डिस्टर्ब भयो जस्तो छ साथी। अब त्यो पानी चाहिँ मजाले पाक्न दिनुहोस् हैन। मलाई अलि पानी कम हुन्छ जस्तो लागेर मैले थपिदिएँ। तपाईहरुले आफ्नो घरमा परिवार कतिजना हुनुहुन्छ त्यही अनुसारले चाहिँ पानी राख्नु होला हैन। मरमसलाको कुरा पनि त्यही हो। अब मैले पानी बोइल भइरहेको पानीमा चाहिँ माछाको पिसहरू राखिदिएँ। यो चाहिँ डाइरेक्ट पखालेर अनि नुनमा एकैछिन राखेर अनि पखालेर राखेको पिसहरू हो हैन। त्यही भएर चाहिँ यसमा चाहिँ यसलाई चाहिँ खासमा बोइल पनि केही पनि गरेको छैन, डाइरेक्ट काँचो माछा हो है। यो बोइल भइरहेको पानीमा चाहिँ राखेको
हेर्नुहोस् न, मैले यो कति चलाउँदो रहेछु, डाडु बन्यो भन्ने मैले यो भोइस ओभर गर्दाखेरिबाट थाहा पाएको। कति चलाएको चलाइ गर्दो रहेछु। खासमा यसरी राख्नुको, काँचो माछा यसरी बोइल गरिरहेको भइरहेको पानीमा राख्नुको कारण चाहिँ यो नटुक्रियोस् भनेर हो। तर मैले चाहिँ हेर्नुहोस् न, यो पन्यु चलाएको चलाइ गर्दाखेरि चाहिँ टुक्रिन्छ के। जस्तो स्टेप अपनाए पनि यसरी राखेपछि चाहिँ टुक्रिन्छ नै होइन। अब यो बानीलाई चाहिँ मैले कन्ट्रोल गर्नुपर्ने रहेछ भन्ने देखियो। अब यो माछा पाकिसकेको चाहिँ कसरी थाहा हुन्छ भन्दाखेरि यसरी यो भिडियोमा देख्नुभएको छ नि, यस्तो बबल आउँदो रहेछ कि यो पिसमा चाहिँ बबल आउँदो रहेछ। त्यो भएपछि भएको चाहिँ मजाले पाक्यो भन्ने बुझ्नु पर्दो रहेछ। फेरि यसलाई मैले चाहिँ उल्टाइ गरेर फर्काएँ होइन। यसमा चाहिँ कागतीको रस राख्यो भने चाहिँ मजा आउँछ। मैले फ्रिजमा राखेको थिएँ नि त, त्यही भएर बाहिर प्लास्टिक ऱ्यापरले कभर गरेको थिएँ, ऱ्यापर फुकालेँ। अब चाहिँ मैले चाहिँ यो कागती चाहिँ एउटा बटुकामा निचार्छु। डाइरेक्ट यो भाँडामा राख्नु हुँदैन नि त, यो भाँडा बिग्रिन्छ भन्छन्। त्यही भएर चाहिँ यो फिस करी चाहिँ मैले अर्को भाँडामा खनाउँछु। अनि खनाइसकेपछि चाहिँ सेलाएपछि कागतीको रस निचोर्छु। तातैमा निचोर्यो भने चाहिँ तितो हुन्छ अरे होइन। त्यही भएर चाहिँ सेलाइसकेपछि अर्को भाँडामा खनाइसकेपछि चाहिँ कागतीको रस। यस्तो साथीहरू कस्तो मजाले छड्किएछ है यो। अब लगभग यो पाकिसक्यो कि। अब यसलाई चाहिँ अर्को भाँडामा खनाउनु पर्छ। पाक्यो कि पाकेन भनेर मैले हेर्नुहोस् त फेरि यसमा टेस्ट गर्दा यो पनि भाँचियो, कस्तो नराम्रो। मैले चाहिँ खासमा हेर्नु न, खासमा चाहिँ मैले चाहिँ यो यस्तो स्टेप फलो गरेपछि चाहिँ खासै चलाउनु हुँदो रहेछ। मैले चाहिँ चलाएको हेर्नुहोस् त, पाकिसकेपछि कस्तो राम्रो टेस्ट भन्न आयो, कस्तो राम्रो एपिरियन्स भयो हेर्नुहोस् त। अनि मैले यसमा अघि निचोरेको कागती राखिदिएँ। अब मैले 2टा कचौरामा राख्छु अनि भात गमागम खाने। खास त थ्याङ्क